म 2 प्याक खान्छु भनेछु त्यो पनि दिएन भने नदेऊ त्यो पनि नदेला म भिखारी होइन चिक्ने थु कस्तो भात पकाएको चिक्ने मासु मगाएको दाल मगाएको गाडी पनि खाइदिन्न म भोको भए त्यो सुपी पनि दिन्थेन अझै अब 2 प्याक होइन अब जुस खाने सुत्ने जुस अहिले न जुस भोलिदेखि कासम भयो म्याडम साथ छ यहीँ 2 प्याक देऊ म शरीर दुखेछ भनेर 2 प्याक मात्र माग्यो दिन्छ दिन्न भने नदेऊ भन्छु एउटा क्वार्टर चाहिँ खोजेर ल्याउनु है खानासँग लगेर जानु के त्यही भोलिदेखि खाएर लिएर जा एक गाँस पनि खान्न म भोलिबाट फेरि मैले दिन्छु भनिरहेको छु नि मामालाई बोलाम गाडी बोलाम फेरि जस्तो आएको त्यस्तै पुऱ्याइदियो हो कसम हो वागिदिन्छु के वागिदिन्छु भने सघाउनु छिटो वागिदिन्छु भने सिधेको वागिदिन्छु मैले त्यसो भने दिन्छ भने रोल्नु है दोना छोड दे भोलि चाहिँ कोही कोचाइदे कोच जेस कोही जाने होइन नि हेर्नु त्यहाँ भन्दैछु छु मैले लक्ष्मी माया गरेर हेर्नु नजाने म त्यो खालको डरलाग्दो कटाउँछु फेरि तपाईँ जानी अपङ्ग हुने जानी मत्थो हुने जानी ज्यान फ्याँक्ने कस्तो त हुन्छ यत्रो हस्पिटल राखेर पनि कस्तो हेर्नु त होस् छोडिदेऊ छोडिदेऊ हो त्यसो छोडिदे बेसी तिमीले उ गरेर के गर्नु गएको यो खाऊ अनि ल रक्सी दिन्छु ल पहिला रक्सी दियो अनि म खाइहाल्छु पहिला यो खाऊ रक्सी दिन्छु ल खाऊ भनेको सबै खानु न म रक्सी अलिक थोरै ल्याइदिन्छु त्यसो भने खाएको हे राजा हे प्रभु खानु न त्यहाँ